दर्शन नमस्ते सबैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई देश तथा विदेशमा बस्नुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। म चाहिँ आएको छु आज सहारा सेन्टरमा। मेरो पैसा आज पहिलाको पुरानो मेरो आफ्नै गाउँठाउँको मान्छेलाई भेट्नको लागि आएको छु। मेरो पैसा आज भन्छु म टाइम लाग्छ है। कति घुम्दैछु, हेर्दैछु, खोज्दैछु। अब यो लोकेसनमा मैले कति टाइमपछि भेटाउँछु थाहा छैन। भेटायो भने म हजुरहरूलाई यो भिडियो मार्फत जानकारी गराउने छु। हजुरहरूले हेर्दै गर्नु होला। भेटाइसकेपछिको भिडियो पनि म हजुरहरूलाई यो भिडियो मार्फत देखाउने छु। हजुरहरूले देख्दै गर्नु होला भिडियोलाई भन्न चाहन्छु है त। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँको लोकेसन चाहिँ यस्तो रहेको छ। यतातिर गाडीहरू देख्न सक्नुहुन्छ। सिटी सेन्टर यतातिर म घुमिरहेको छु। सहारा सेन्टर महल हो। अब चाहिँ हामी यो भित्र जानेछौँ गाइज है त। यस्तो रहेको छ। फाइनली म घुमिरहेको छु, खोजिरहेको छु, पाइएको छैन। अब एकछिनमा भेटाउँछु होला। कता छन् कहाँ छन् त्यसको मानाहरू जस्तो छ गाइज पुरै। यता पनि छैन। महल चाहिँ एकदमै ठुलो रहेछ। अब यहाँ म घुमिरहेको छु, एकछिनमा घुम्दैछु। के कस्तो छ हजुरहरूलाई जानकारी गराउने नै छु। अहिले हामीले यता होइन फोटोसोटो खिच्ने कार्यक्रम, यता भिजिट गर्ने कार्यक्रम हाम्रो भइसकेको छ गाइज। अब हामी यताबाट एक्जिट हुँदैछौँ। भित्रभित्रै घुमघाम गर्दै बाहिरतिर बाहिर धेरै सिकन्दरलाई हेर्नु। ल ठिक छ जानु गाइज। ल भइसक्यो। रेलगाडी आयो गाइज हेर्नुहोस् है। रेलगाडी आएको यस्तो यहाँभित्र यस्तो रेलगाडीहरू पनि छ। तपाईँहरू यदि जान चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ आउनु। ठिक्काली छ म लगेर जान्छु। चालु गर्नु फेरि। ल गर्नु। सिकन्दर हाम्रो सिकन्दर सानो सिकन्दर। हाम्रो सिकन्दर एउटा यहाँ सानो सिकन्दर, ठुलो सिकन्दर। हाम्रो सिकन्दर अब सानो सिकन्दर गइसक्नु भयो। हेर्नु ल गाइस आज चाहिँ हामीले सिकन्दरको फोटाहरू पनि खिचेका छौँ। यता यो हो काम गर्ने अनि आफू काम गर्ने समय बेला जहाँ बोलायो नि तपाईँले बोलायो त बोलायो नि। ल ठिक छ। फोटोसोटो पनि भयो। हामीले मुभीसँग पनि फोटो खिचेका छौँ। हेर्नलाई पैसा दिएन तर पनि केही छैन। नेक्स्ट टाइम हेर्ने थियौँ। त्यस्तो यिनीहरू त लोभी रहेछन् भनेर नसोच्नु होला। हामी एफोर्ड गर्न सक्छौँ तर अहिले चाहिँ हाम्रो टाइमले नभएर चाहिँ हामीले नहेरेको। नेक्स्ट टाइम अवश्य हेर्नेछ है त। नत्र हामीले अनलाइनबाट पनि हेर्न सक्छौँ। त्यस्तो केही छैन। हामीसँग टाइम छैन। अहिले टाढा जानुपर्ने छ होइन। त्यसो भए अनि त्यही भएर पनि जोस् रमाइलो भइरहेछ है। यता आएर यता नयाँ अनुभव लिन पाइरहेछ। हजुरहरूलाई देखाइरहने छु यो मलको बारेमा। यदि हजुरहरूलाई साइकल चाहियो भने के फिल्म चाहियो ल कसको बच्चा यतातिर रहेछ गाइस। हेर्नुहोस् ऊ चाक हल्लायो चाक हल्लायो। केटीहरू पनि राम्रो रहेछ गाइस। हामी अब जानेछु। ल हाम्रो पैसा चाहिँ एक महलभित्र यसो आजको यो महललाई समेटेर एउटा सानो गीत र गुनगुनाइदिनु नि त मेरो अडियन्सको लागि। अलिक जोरसँग है। अरे त्यो सुन्दैन यार। अरे यार यहाँ यहाँभित्र मान्छेले के भन्नु पाइँदैन केही होइन। रमाइलोको लागि गर्न पाइन्छ। अलिकति आफूलाई पनि हर्ट लाग्छ नि त। के अलग लाग्छ केही लाग्दैन। म त गाइदिन्छु है। लगाउनु त तपाईँ सुनाइदिनु। तिम्रो नै माया लाउँदछ साइली सम्झन्छु छिन्छिना। तिमीले माया नगरे पनि गर्छु म दिन्दैन। तिमीले माया नगरे पनि गर्छु म दिन्दैन। आज त
मैले भात खायो तिउन त गाबाको के माया लाउँथ्यो तिमीलाई साइली म जस्तो त बस गीत यति भन्दै म हजुरको हेर्नुहोस् त्यो डाइनासोरहरू सापहरू छ उतातिर है कहाँ जाँदैछौँ हामी त्यो पुरा दुनियाँमा आइरहेको छौँ अब यो अर्कै दुनियाँमा हामी छिर्दैछौँ हेर्नुहोस् न यो अलि फोन पार्क जस्तो छ गाइस बच्चाहरूको लागि त्यो फोन पार्कभित्र हामी घुसिसकेका छौँ हजुरहरूले देख्न सक्नुहुन्छ यता फोन पार्कमा निकै नै रमाइलो हुनेवाला छ ओ माई गड रेलगाडी टिनी हजुरहरूले देख्न सक्नुहुन्छ यो फोन पार्कमा एकदमै राम्रो रहेको छ कति राम्रो बच्चाहरू अनि उतातिर पनि एउटा मान्छेहरू मानिरहेको छ उतातिर जाँदा अगाडितिर एकदमै राम्रो रहेको छ यताको माहौल चाहिँ गाइस हजुरहरू पनि यता आएर भिजिट गर्न सक्नुहुनेछ ओ भाइ ओ भैँसाजु कहाँ हिँड्नु भयो एक्लै लतर यता हेर्नु न यतातिर कहाँ घुमाउनुहुन्छ फेरि जन्नत गाइस हामी अलग दुनियाँबाट अब अलग दुनियाँमा आइसकेको हजुरहरू पनि देख्न सक्नुहुन्छ यता चाहिँ अलिक कलरफुल लाइटिङ अलिक ब्राइटनेस टाइपको छ उतातिर चाहिँ अलि फन पार्क जस्तो थियो सो हजुरहरू देख्न सक्नुहुन्छ यहाँको माहौल अब हामी कहाँ पुरा पैसाजु बताउनुहुन्छ हामी कहाँ जाँदैछौँ र भनिदिनु त कुन ठाउँमा जाँदैछौँ अब त्यता गएर के गर्नेछौँ कस्तो छ त्यताको यहाँको लास्ट स्टेसनमा जाउँ के रहेछ लास्ट स्टेसनमा जाँदैछौँ हामी सम्झना बिर्सना यस्तै छ सनानी मलाई भुलेर अन्तै डुलेछौ गाना कस्तो आउँछ गाई हामी त जे पाए त्यही गाई फुल यता फर्काउनु त